चितवनको गर्मी त खप्नै नसक्ने नि। गाइज हामी चाहिँ अहिले बाटोली पोखरी आइपुगेको छौँ। जय शम्भो। हेलो एन्ड नमस्ते एभ्रिवान। आयो सबैजना सन्चै राम्रै हुनुहुन्छ, हामी पनि सन्चै राम्रै छौँ। अन्त गाइज आज चाहिँ हामी बाटोली पोखरी घुम्न जानु लाग्यो। अस्ति नै जाँदा त अब बन्द थियो, अहिले खै अब खुलेको भन्ने सुनेको थियौँ के अरे, त्यही भएर जानु लाग्यो हामी। आज चाहिँ हामी 4 जना दाजुभाइ छौँ, 2टा बाइकमा। अहिले चाहिँ गाइज हामी यो मङ्गलपुर 15मा छौँ। अस्तिकै रुट हुनेछ, हामी त्यही 20,000 ताल गएकै बाटो जान्छौँ हामी चाहिँ। घाम यस्तो लाखा चितवनमा, पानी नपरेको नि कति दिन भइसक्यो, हप्तै भयो क्या पानी नपरेको पनि। गर्मी त औडै छ यहाँ त। बाटोली पोखरी चाहिँ हामीबाट त्यस्तै 12-13 किलोमिटर जति छ। हामी चाहिँ 20,000 ताल हुँदै जान्छौँ। बाटो चाहिँ दामी छ कि यताको चाहिँ। I have a dream, that's all I need. I'll make it happen with some work and belief. Know what I want, so I'll take it on. I've made mistakes, but mistakes make you strong. Let's break it down for a minute. I want the crown, I'm gon' get it. You hear me loud, man, I'm winning. हामी यो जय नेपाल चोक भन्ने ठाउँमा छौँ। हामी यो अन्त आज मेरो भिडियोमा चाहिँ नयाँ भाइ आएको छ, अरविन भाइ रजरबाट। अनि आज भाइलाई चाहिँ यसो बाटोली पोखरीतिर घुमाउनु लैजाउँ भनेर हिँडेको हामी चाहिँ आज 4 जना दाजुभाइ 2टा बाइकमा हिँडेको। अहिले चाहिँ गाइज हामी चोक बजार आइपुग्न लागेको छौँ। लगभग त्यस्तै 2 किलोमिटर जति छ यहाँबाट। ल त गाइज अहिले चाहिँ हामी यो चोक बजार भन्ने ठाउँमा आइपुगेको छौँ। यहाँबाट हामी सिधै जान्छौँ है, चोक बजारबाट सिधै क्रस गरेर चोक बजार भरतपुर छ। बाटो चाहिँ राम्रो छ यताको, अलिअलि अफरोड छ। घाम पनि लास लागेको छ कि यस्तो चर्किएको छ घाम। कालो ज्याकेट लाग्यो झन् पोलेर। जाडो मौसम छिटो आइदियो हुन्थ्यो नि जस्तो लागिसक्यो कि अहिले त। चितवनको गर्मी त खप्नै नसक्ने नि। Yeah, my hands steady, I feel ready, but my legs heavy, I don't get it. How come I haven't hit it already? Still working, I'm still learning, I'm still searching, finally earning something. ल त गाइज हामी चाहिँ यो पुलबाट चाहिँ राइड लाग्छौँ है, केसी खाजा घरको बाटो साइडबाट। थारू चोक हो क्या यो। अलि माथिबाट छिर्ने र यहाँबाट चाहिँ 20,000 ताल जाने बाटो हो। हामी चाहिँ अलि अगाडिबाट लेफ्ट लाग्छौँ। यो चाहिँ 20,000 ताल किङफिसर लेक जाने बाटो। यहाँबाट चाहिँ हामी चाहिँ यता सिधै जान्छौँ है। बिस 20,000 ताल जाने बाटो, तर बाटोली पोखरी जान्छ यो बाटो चाहिँ। भाइ पानी
चिसो पानी छ 2 बोतल ल्याउ त गर्मी छ पानी खानु पर्छ के हार्ने ला समात ते ताते यार के भयो जय शम्भु के अनि यस्तो गर्मी छ पानी खानै पर्यो यहाँबाट चाहिँ 20,000 ताल पुगिन्छ है अस्ति नै गएको हामी So stopping, it's time to live my life. It's time to live, not die. Wish I could slow down time and just enjoy the climb. And I'm the one to get it, bro. I swear to God, I get it, bro. So don't just let me get it. Yeah, let's go. I'm gon' get it, yeah. Yeah, I'm the one to get it, bro. I swear to God, I'll get it, bro. Hey, I ain't never giving up. Yeah, I never give up. I got this, man, I got it. I will not quit, I'm on it. बाटो त खतरा खायो यताको त गिटीमा चिप्लिन्छ कि भन्ने डर लाग्यो के गोटी छैन गोटी नभएपछि गिटीमा चिप्लिन्छ कि भन्ने डर हाइब्रिडबाट अफ पिच सुरु अब धुला खानाबाट बचियो अब तातो हावा खाँदै यता त यार I swear to God, man, I'ma make it soon. Silence all the haters as they see us making moves. I do what I want, so I got nothing to prove. Staying motivated, teaching others what to do. I'm staying focused, my mind is open. They start to notice that I'm in motion. There is no potion, you're not just chosen. It takes devotion to stay composed, man. Never stop, there ain't no time to fall. Try to यहाँबाट त निक्लिने हो क्या हो हो र खै जान्छ रहेछ के अरे त्यताबाट के खै टिकट काटेर हो के अरे जानी त अगाडिबाट हिँड्न त भरतपुर 13 बाटोली पोखरी थारू समाज ल त गाइज अहिले चाहिँ हामी भरतपुर 16 मा छौँ ल त हामी आइपुग्यौँ बाटोली पोखरी शीतलमा हालिदिउँ न यही हो अब पार्किङ चार्ज त लिन्छन् के अरे अब चार्ज त लिन्छन् के अरे पार्किङ अब यता हो नि बाइक नम्बर भन्नुपर्छ होला अब अनि 4 जना उता त पर्थ्यो हजुर छ ल 60 रुपियाँ ल त गाइज हामी चाहिँ अहिले बाटोली पोखरी आइपुगेको छौँ हामी 4 जना दाजुभाइ ल त गाइज हामी चाहिँ अहिले बाटोली पोखरी आइपुगेको छौँ म चाहिँ तपाईँहरूलाई यहाँको भ्यू देखाउँछु है त 1 2 3
तर अहिले त्यति रहन्छ फुलहरू सुक्का रहेछ अन्त घाम लास्टे चर्केको पसिना ल त गाइज हामी चाहिँ अहिले फर्किनु लाग्यो अब घुमियो बाटोली पोखरी एकछिन बसियो शीतल आएको थियो उतातिर त यता त गर्मी टेट ल त गाइज हामी चाहिँ निस्केको अहिले बाटोली पोखरीबाट औडा गर्मी भयो यसो खाना बसौँ भनेको कि खै त चोक बजार जाऊँ न चोक बजार टिनै लागेको छ ल त गाइज हामी चाहिँ अहिले चोक बजार आइपुगेको छौँ यता यसो खाजा खाने होटेल खोज्नु पऱ्यो कि यहाँनिर रहेछ कि त ल त गाइज हामी चाहिँ अहिले खाजा खाएर निक्लेको हामी चाहिँ अहिले यो चोक बजार भन्ने ठाउँमा छौँ अब हामी घरतिर लाग्नु लाग्यो रमाइलो भयो बाटोली पोखरी नि राम्रै थियो ओहो धुलो यति इन गर्नु पर्ला जस्तो छ आजको भिडियो र त गाइज यहाँसम्म भिडियो हेरिदिनु भएको छ भने लाइक सेयर गरिदिनु होला र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी बेल आइकन दबाइदिनु होला ल त गाइज यति भन्दै आजको भिडियो यहीँ गर्छु हस्त नमस्ते जय नेपाल